शनिबार जन्मिएका मान्छेहरू विशेष गरेर अत्यन्त दानी स्वभावका हुन्छन्, न्याय प्रेमी हुन्छन् यिनीहरू, सबैलाई न्याय गर्न मन पराउने, कसैलाई पनि सकेसम्म थिचोमिचो नगरौँ भन्ने खालको, तर अलिक दुखी, आफ्नै चाहिँ सधैँभरि एक्लोपनको महसुस गरिरहने अथवा मलाई बुझिदिने, मलाई माया गरिदिने कोही पनि छैन भन्ने खालको एक खालको भावना यिनीहरूमा सदा सर्वदा मनमा रहिरहन्छ। दानी स्वभावका पनि हुन्छन्, यदि कोही मन पर्यो त्यसको लागि ज्यान दिन पनि तयार, ज्यान हाजिर छ, तर कोही चित्त बुझेन, मन परेन, गलत लाग्यो भने त्यो मान्छेलाई फर्केर पनि हेर्न मन पराउँदैनन् शनिबार जन्मिएका मान्छेहरूले। र यदि तपाईँ शनिबारमा जन्मिनु भएको छ भने पहिलो महिना, अत्यन्तै जन्मिएको पहिलो महिना ठुलो कष्टको सामना गर्नुपर्ने हुनसक्छ, ठुलो कष्ट भोग्नुपर्ने हुनसक्छ। त्यस्तै गरेर 13 वर्ष, जन्मिएको 13 वर्ष अत्यन्तै ठुलो दुर्घटनाहरूको योग बन्छ। त्यस्तै गरेर शनिबार जन्मिएका मान्छेहरूलाई त ज्योतिष शास्त्रले 100 वर्षको आयु भनिदिएको छ, तर कर्म अनुसार तपाईँको कर्म जस्तो छ त्यही अनुसारको फल दिन्छ शनिले। र यदि कर्म तपाईँको सही छ भने शनिबार जन्मिएका मान्छेहरू कहिले पनि हत्तपत्त अल्पायु हुन दिँदैन है, 100 वर्ष बाँच्न सक्छन्। यदि कर्म गलत छ भने चाहिँ शनिदेवले फेरि चाँडै गोविन्दाय नमो नमः गरिदिनुहुन्छ।